मान्य सदस्यहरू मान्य सदस्यहरू मान्य सदस्यहरू मान्य सदस्यहरू म केही भन्न खोज्दैछु। मान्य सदस्यहरू मान्य सदस्यहरूलाई मैले केही भन्न खोज्दैछु। मेरो कुरा सुनिदिनुहोस्। मान्य सदस्यहरू मान्य सदस्यहरू मान्य सदस्यहरू मान्य सदस्यहरू मान्य सदस्यहरू छ नियमावली छ। मान्य सदस्यहरूले बनाएको नियमावली मान्य सदस्यहरूले बनाएको नियमावली पढेर सुनाउन चाहन्छु। मान्य सदस्यहरूले बनाएको नियमावली म पढेर सुनाउन चाहन्छु। मान्य सदस्यहरूले बनाएको नियमावली मान्य सदस्यहरू आफ्नो भाषालाई मर्यादित गर्नुहोस्। यो नेपाली जनताले तपाईहरूलाई निर्वाचित गरेर पठाएको सम्मानित सदन हो। सभामुखले आफ्ना कुरा राख्न खोज्दै गर्दा शान्त भएर सुनिदिनुहोस्। माननीय सदस्यहरू मान्य सदस्यहरू सभामुखले केही भन्न मिल्छ। मान्य सदस्यहरू मान्य सदस्यहरू एकछिन शान्त रहिदिनुहोस्। केही कुरा सुनिदिनुहोस्। त्यसपछि म तपाईहरुलाई आफ्नो कुरा राख्ने मौका पनि दिन्छु। मान्य सदस्यहरू मान्य सदस्यहरू संविधान त्यसपछि मान्य सदस्यहरू ठीक छ, मेरो कुरा नसुन्नुहोस्। मान्य सदस्यहरूले मेरो कुरा नसुन्नु होला। मान्य सदस्यहरूले हस्ताक्षर गरेको नियमावलीको एउटा अंश पढेर सुनाउँछु, त्यो सुनिदिनु होला। मान्य सदस्य, यहाँले
यहाँले संशोधित नियमावली पारित हुनु अगाडिसम्मको लागि 2079 को नियमावली स्वीकार्नु भएको छ। त्यसकारणले मान्य सदस्य मलाई केही मिनेट दिनुहोस्। तपाईहरुलाई बोल्ने समय म दिन्छु। म मान्य सदस्यहरू सदन चलाउन चाहनुहुन्छ या मान्य सदस्यहरू तपाईहरुले मलाई बोल्नै दिनुहुन्न अनि मैले के कारणले भनौं? हैन, तपाईहरुले सभामुखलाई बोल्न नै दिनुहुन्न त सभामुखले तपाईहरुलाई भन्ने के? मान्य सदस्यहरू, विपक्षी दलका सबै मान्य सदस्यहरूलाई म फेरि भन्न चाहन्छु, मैले यहाँहरुसँग केही संवाद गर्न खोज्दैछु। सभामुखले यहाँहरुले प्रधानमन्त्री आवश्यक पर्यो भन्नुभयो, त्यस विषयमा मैले मेरा केही कुरा राख्न खोज्दैछु। कमसे कम सबै मान्य सदस्यहरूले सभामुखले भन्न खोजेका केही कुरा मैले तपाईहरुको कुरा सुने। तपाईहरुले विरोध गरिरहनु भएको छ मैले बुझेँ, तर मैले केही कुरा राख्न खोज्दैछु। मान्य सदस्य, तपाईले बोलेको कुरा सबै ठीक हुने। मान्य सदस्य, विपक्षी दलका सबै मान्य सदस्यहरूलाई म फेरि अनुरोध गर्छु, मैले केही भन्न खोज्दैछु। कमसे कम तपाईहरुको कुरा मैले सुनिरहेको छु, तपाईहरुलाई म बोल्न समय दिउँला, संवाद गरौँला, तर केही कुरा मैले भन्न खोज्दैछु त्यति सुन्ने धैर्य त मान्य सदस्यहरूले गर्नुस्। मान्य सदस्यहरू, मैले फेरि मान्य सदस्यहरूलाई, विपक्षी दलका सबै मान्य सदस्यहरूलाई 1 मिनेट। मान्य सदस्यहरू, तपाईको कुरा म सुन्छु। 1 मिनेट कमसे कम यो सदन हो। हामीले सदनमा हाम्रा आफ्ना वाद विवादहरू, विषयवस्तुहरू उठ्छन्।
मान्य सदस्यहरू, मान्य सदस्य, विपक्षी तर्फका सबै मान्य सदस्यहरू, त्यस विषयमा मैले बोल्नु परेन मान्य सदस्य? मान्य सदस्यहरू, मान्य सदस्यहरूले नियमावलीको नियम 38, मान्य सदस्यहरूले नियमावलीको नियम 38, मान्य सदस्यहरू, विपक्षी सबै दलका मान्य सदस्यहरूलाई मैले यहाँहरूलाई बस्नुहोस् भनेको छैन। मैले यहाँहरूको कुरा निरन्तर सुनिरहेको छु। मान्य सदस्यहरू, नियमावलीको नियम 38